हेलो गाइज, हजुरहरूलाई स्वागत छ मेरो अर्को भिडियोमा। आज चाहिँ हामीहरू दिदीको एनिभर्सरी थियो नि त, दिदी भिनाजुको। त्यहीँ जाँदैछौँ, के पाक्दैछ हजुरहरूलाई देखाउँछु है त। ल आज चाहिँ मेरो भान्जीले के पकाउँदै हुनुहुन्छ। भान्जी के पकाउँदै हुनुहुन्छ? भान्जीको अनुहार किन नदेखाएको भन्नु होला, मलाई लाज लाग्छ गरे, त्यही भएर नदेखाउनु भन्नुभयो हो। आज चाहिँ भान्जीले रुस्ट बनाउँदै हुनुहुन्छ, यहाँ बनाइसक्नु भएको छ। अनि एनिभर्सरीमा अब के हुन्छ, केक सेक काट्ने कार्यक्रम अहिले एकछिनपछि हुनेछ साथीहरू। अब भने एनिभर्सरीको तयारी हुँदैछ। उहाँ दिदी हुनुहुन्छ, उहाँको एनिभर्सरी हो। यता चाहिँ हाम्रो भिनाजु हुनुहुन्छ आजको। ल अब चाहिँ हाम्रो एनिभर्सरीको केक काट्ने तयारी हुँदैछ। ह्याप्पी बर्थडे होला क्या, ह्याप्पी एनिभर्सरी पनि। अब चाहिँ केक काट्ने कार्यक्रम भइरहेको छ। चक्कु चाहिँ अर्को चक्कु छ, त्यसको लागि मान्ने गरिदिनु होला साथीहरू। केक खुवाउने कार्यक्रम भइरहेछ है, लगाइदिनु न। ल भिनाजुले पनि खुवाइदिनु। लगाइदिनु आजै हो। अब बुवाले टिका लगाउँदै हुनुहुन्छ छोरी ज्वाइँलाई। दक्षिणा कति झर्छ हेरौँला साथीहरू। चाहिँ ससुरा ज्वाइँको टिका टालो हुँदैछ। ससुरा ज्वाइँ अब चाहिँ मेरो छोरो उहाँको भदैले टिका लाउँदैछ। कसरी टिका लाउँदैछ त्यही टिका फुपूलाई लगाइदिनु न बाबु। भयो के खुवाइदे। केक खुवाउने कार्यक्रम हुँदैछ। केक खुवाउन हतार भइसकेको छ हाम्रो भिनाजुलाई। पहिले मलाई खुवा भन्दै हुनुहुन्छ। अब दिदीको पालो भदैलाई टिका लाउने हुँदैछ कार्यक्रमलाई। अब भदैले के दिन्छ फुपू पुसाइलाई हजुरहरूले हेर्नु होला। ल ढोक गरेको खै त है। अब एकछिनपछि ढोक गर्न बिर्सिनु भएछ उहाँले। फुपूलाई पनि गर्नुहोस् न ढोक। ल अब के हुन्छ। अब हाम्रो खाने कार्यक्रम हुँदैछ। अब चाहिँ छोरीले टिका लाउँदै हुनुहुन्छ। यो सबै एनिभर्सरी गराउने भान्जीकै हो। सरप्राइज गर्नुभएको। छोरी जन्माएपछि यति फाइदा हुन्छ गाइजहरू। छोरी भएपछि धेरै खुसी हुन्छ घरमा। ड्याडीले छोरीलाई खुट्टा ढोक्न लाउनु भएको छ। छोरी भनेको लक्ष्मी हो नि त, घरको लक्ष्मी नै छोरी हो। यता मम्मीले पनि खुट्टा ढोक्दै हुनुहुन्छ। ल अब चाहिँ खाना खाने कार्यक्रम हुन्छ है त साथीहरू। म किन नदेखेको भन्नु होला हजुरहरूले। अब मेरो टिका लाउन नमिल्ने भएर त्यही भएको हो। ए छोरीको गिफ्ट अब हामी एकछिनपछि खोल्नेछौँ है साथीहरू। छोरीको गिफ्ट यति धेरै छ। उता ड्याडीलाई पनि खै गिफ्ट देखाउनु त। ओ ड्याडीलाई कम रहेछ, मम्मीलाई धेरै रहेछ। पक्षपात गर्नु भएको छ। यस्तो चाहिँ गर्न मिलेन है साथीहरू। अब भने हाम्रो खाना खाने कार्यक्रम भइरहेको छ। यता मेरो सासू ससुरा अनि मेरो छोरा मेरो लागि पनि खाना आइसकेको छ। डिउ चाहिँ आउन बाँकी छ है साथीहरू। अब चाहिँ खाना खाने कार्यक्रम भइसकेको छ हाम्रो। यता दिदीले चाहिँ खाना दिन लाउनु भएको छ। नै भइसक्यो, मलाई यति नै खान्छु। अब भ्यायो हाम्रो। लाइक सेयर सब्सक्राइब गरिदिनु होला साथीहरू, माया गरिदिनु होला। त्यही हो आजको भिडियो यति नै। बाई।